आज जनी पूर्णिमा अर्थात् जनी लाउने दिन अर्थात् जनी फेर्ने दिन। आजको दिन महादेव विराजमान भएको हरेक मठ मन्दिरमा ठुलो कुइचो लाग्ने गर्छ। साथै नेवार समुदायमा बेन्चजा नगेको अर्थात् भ्यागुटोलाई भात खुवाउने भन्ने चलन छ। किनभने भ्यागुटोले गर्दा नै असारमा पानी पार्ने उनीहरूको जनविश्वास छ। उनीहरूलाई मुलाको ऐना बनाएर र भातको महादेवको जस्तो लिङ्ग बनाएर अनि सानो रोटीहरू बनाएर पूजाआजा गरी भ्यागुटोको प्रत्येक खेतमा गएर पूजाआजा गर्ने चलन छ। त्यसैले नेवारहरूले यस दिनलाई बेन्चजा नकेगु भन्ने पनि चलन छ। म भक्तपुरमा बसेको हुनाले भक्तपुरको कालढ अर्थात् नेवारीमा यसले कालोचा भन्छ, त्यहाँ पनि ठुलो मेला लाग्ने गर्छ। यसपालि घुइँचो नै भएकोले म यहाँ आएको छु। ल जाउँ न त। Này.
लाइनमा हो भिडियो खिचे पनि हुन्छ है दैनिक निवार त होइन है निवार हो होइन आज दलित के को लागि मान्नुहुन्छ दलितमा मनाउनुको कारण के छ होला आजको दिनलाई नेवारले के भन्छ थाहा छ नेवारले के भन्छ भेन्चा जान गएको भन्छ भेन्चा जान भ्याक्टोलाई पाठ पर्ने भनेको पानी पार्छ अरे के भ्याक्टोले केही बेर त्यस्तो चलिन्छ पनि थाहा रहेछ नेवार कस्तो मनाउनु भएको